को हुन् बालेन्द्र शाह बालेन? बालेन एक र्यापर थिए। सडक बालक गीतबाट उनको सांगीतिक यात्रा सुरु भयो। उनका गीतमा समाजप्रति प्रश्न हुन्थ्यो भने नेताप्रति आक्रोश हुन्थ्यो। तर बालेनसँग केही विशेष गुण थियो। उनी स्ट्रक्चरल इन्जिनियर थिए। 2072 सालको भूकम्पमा उनले आफ्नो गाउँ पुगेर काम गरे। उनको काम नेपाली जनताले देखे। 2074 मा उनले फेसबुकमा एउटा स्टाटस लेखे, आज भोट गर्दिन, अर्को पटक आफैलाई भोट दिन्छु। त्यो सपना साँच्चै नै पूरा भयो। 2079 मा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उठेर ऐतिहासिक जित हात पारे। मेयर भएपछि उनले सडकदेखि विद्यालयसम्म आफै काम गरे। 2082 फागुन 21 को निर्वाचनमा उनी झापा 5 बाट चुनाव लडे। उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले हराए। 35 वर्षको उमेरमा बालेन नेपालको 46औं प्रधानमन्त्री बन्दैछन्। उनी पहिलो र्यापर र पहिलो मधेसी मुलुकका प्रधानमन्त्री बन्दैछन्। एक समय गीतमा प्रश्न गर्ने बालेन आफै जवाब दिने ठाउँमा पुगेका छन्। सडकदेखि सिंहदरबारसम्मको यात्रा साँच्चै प्रेरणादायी छ। बालेन शाह तपाईहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनुहोला। धन्यवाद।